So hey guys, good morning everyone, namaste. I hope सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हिजो पानी परेर चाहिँ अलि चिसो चिसो छ वेदर हैन। अब चाहिँ गर्मी लाग्ने सङ्केत होला यो। त्यस होली पछिको त टाइम भनेको गर्मीकै बेला हो। अहिले पनि बिहान र बेलुका चाहिँ अलिअलि चिसो चिसो नै छ। अनि सधैँ जस्तै म आज पनि अफिस नै जाँदैछु। अच्छा या अनि अफिस त जाँदैछु, तर आज चाहिँ एउटा के काम छ भन्दाखेरि मेरो बाइकको पछाडिको ब्रेक प्याड चाहिँ लगभग सकि नै लागिसकेको रहेछ क्या। अराउन्ड 10-15% मात्र बाँकी होला। अब त्यो चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ आज। मैले त फेरि हिजोसम्म पनि त्यो फिल गरेको थिइनँ क्या, त्यो ब्रेक प्याड त्यस्तो सकिसकेछ अनि ब्रेक कम लागिरहेछ भनेर त्यस्तो फिल गरेकै थिएन मैले। बिहान एकचोटि यसो बाइक हेर्छु त पुरै ब्रेक प्याड त सबै निल जस्तै जस्तै हुन लागिसक्यो, लास्ट लाइन मात्र बाँकी छ। अचम्म परेँ। अब बाइकमा ब्रेक जस्तो कुरामा कन्सिडर गर्ने त कुरा भएन होइन। देखेपछि त चेन्ज गर्नै पर्यो। सो आज चाहिँ म ब्रेक प्याड पनि चेन्ज गर्न बाइक छोडिदिन्छु, चेन्ज गरेर लग्ने त होइन। एन्ड एभ्री वान नोज कि अब कतिलाई त थाहा छैन होला, कतिलाई थाहा छ होइन। ब्रेक प्याड चेन्ज गर्न चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि बबर मल जान्छौँ। कति लामो हो लाइट यार, कति बेर रोकेको, यो त लास्टै धेरै रोकेन भने यार। ये क्या है? ओ माई लर्ड, बल्ल बल्ल यार ग्रिन नट। सो आज चाहिँ त्यही हो, बाइक देखाउने त्यति रिपेयर गर्ने प्लान हो मेरो। अरू त खासै केही छैन, त्यो एउटा ब्रेक प्याड चेन्ज गर्नुपर्ने हो। अरू यस्तै हो, चल्दैछ, लाइफ गोज अन होइन, लाइफ गोइङ अन। ल है त गाइज, अब कसैलाई उखु खान मन छ भने भन्यो हुन्छ। अगाडि उखु सुई सुई गइरहेको छ होइन। जे होस्, फलफुल खानालाई फलफुल पसलै छिर्नु पर्दैन क्या। उखु खानु मन लाग्यो भने बाटोमै सरसर हिँडिरहेछ होइन, टक्क लिने हो खाने हो। के छ र, यस्तै त हो। सो गाइज, जडीबुटी हियर वी गो। आइपुग्यो। आज कति जाम हो यार, पागल। मार का खोपड़ी तोड़ साले का मार। बाफ रे बाफ, के हो यार, टिबिएल को पुरै जुत्तै जुत्ता खा त यार, के हो बडा। यता पनि जुत्ता उता पनि जुत्ता होइन। खोलिरहेछ जाम, त्यसैले हामी पनि जाम। ए हे
बल्ल तल खुल्यो है जाम पनि कहाँ जोत्न लाग्यो यार त्यो बाइकलाई ल पछाडिको मान्छेको यार कुइन छुन लागिसक्यो के साह्रो हो हाई हेलो बाँकी छ त टाइम किन खोलिदिएको हो यस्तरी 4 सेकेन्डमा यहीँ बोलाइदियो त यार कहिले चाहिँ एक बित्ता अगाडि आयो भने पनि छिट काटिदिने कहिले आफै बोलाउने यार के हो गाह्रो छ बुझ्नलाई सो अब बरमल पनि आउन लाग्यो होइन कसैलाई चाहिँ आफ्नो बाइकहरू एकदम टप कन्डिसनमा राख्नु मन छ बनाउनु मन छ भने स्पिड बाइक वर्कसपमा सम्पर्क गर्न सक्नुहुन्छ अब लोकेसन त प्रायलाई थाहा छ होला होइन म त्यही पनि आज त भएर लोकेसन पनि पहिला पनि मैले एउटा भिडियो त हालेको थिएँ जस्तो लाग्छ होइन अलि पहिल्यै सो म आज लोकेसनमै पुर्याइदिन्छु तपाईँहरूलाई होइन सो यो चाहिँ बुजिली बजारको आर्क पुल हो यहाँबाट हामी लेफ्ट जानुपर्छ सिधा मेन बाटो जाने होइन कि सर्भिस लेन छिर्ने हो होइन त्यसपछि साइडलाई टक्क निभाउने अनि फेरि सिधै गइराख्ने जेब्रा क्रसमा मान्छेलाई बाटो काट्न छोडिदिने होइन त्यसपछि फेरि गएको गाई गर्ने सिधा यहाँ गइराख्ने अगाडि यता ग्रिन लाइट हुन्छ कहिले कहिले रेड हुन्छ त्यो चाहिँ एकदम ख्याल गरेर क्रस गर्नुपर्ने हुन्छ सो त्यस पछाडि अब यहाँबाट हामी जाने भनेको चाहिँ लेफ्ट साइडमा हो त्यसपछि लेफ्टको इन्डिकेटर दिने अनि जाने सो यता राइट साइडमा माथि गयो भने कार्की ब्याङ्कवेट पुग्छ यताबाट अनि लेफ्ट साइडमा छ हाम्रो वाणिज्य होइन त्यसपछि यहाँबाट गए पनि हुन्छ अगाडिबाट गए पनि हुन्छ जान चाहिँ जानु पऱ्यो होइन सो यो अगाडिको बाटोबाट आए पनि हुन्थ्यो हुन चाहिँ त्यसपछि यहाँबाट हामी जान्छौँ यता अनि त्यसपछि यो चाहिँ हो बाइक चाहिँ यहीँ राख्नुपर्छ है त गाइज ल बनाउने चाहिँ यहीँभित्र हो ल आजलाई यति भन्दै मेरो भ्लग चाहिँ यही इन्ड गर्छु यो ब्रेक प्याड यति कम बाँकी छ क्या त्यही भएर हो बाइक पनि 4-4 छ आज धुनु पनि पर्ला सो आजलाई भिडियो आजको भ्लग यहीँ एन्ड गर्दछु है त